बुढानील कण्ठ 10 र काठमाडौँ 6 को सिमानामा पर्ने कपन क्षेत्र दशकौंदेखि वर्षायामको एउटै समस्याले जगडिएको छ। पानी परेको बेला यहाँका सडक चोक र बस्ती डुबानमा पर्छन्। हालैको वर्षापछि कपन, आनेगुम्बा, तेन्जिङ चोक, जौरधारा, कपन चौकी, मिलन चोक र साततले लगायत क्षेत्र पानीकै कारणले डुबेको छ र जनजीवन ठप्प बनेको छ। स्थानीयको लागि यो दैनिक शास्ति बनेको छ। विद्यालय जाने आउने बालबालिकाहरूको बाटो पानीले ढाक्छ, हरेक पाइलामा डुब्ने जोखिम हुन्छ। साथै मोटरसाइकल चालक समेत उक्त जोखिममा छन्। जनसङ्कटको बेला एम्बुलेन्स, दमकल जस्ता आपतकालीन सवारी साधन पनि प्रभावित क्षेत्रमा प्रवेश गर्न नसक्नुले मानवीय सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। घटना घटेमा यसको जिम्मा कसको हो? चित्त दुखाइको कुरा के छ भने यो समस्या देखाउँदै हरेक चुनावमा स्थानीय, प्रदेश र प्रतिनिधि सभा जुनसुकै होस्, उम्मेद्वार र नेताहरूले सभा, सडक र मिडियामा यसको चर्चा गर्छन्, तर मतदान सकिएपछि उक्त विषय पनि सेलाउँछ र गायब हुन्छ। यो चक्र दशकौंदेखि दोहोरिँदै आएको छ। अब पनि यस क्षेत्रका जनताले प्रश्न गरेनन् भने अबका वर्ष पनि तपाईँ हाम्रो भावनासँग खेल्नेछन्। के सधैँ समस्या लिएर हामी बाँच्ने हो? के नगर, प्रदेश र सरकारले कपनवासीको समस्या समाधान गर्नेछ?